हामी चाहिँ आएर नि फाइनली कठल झारिसक्यौँ होइन। आदर्श चाहिँ हाम्रो चस्मा लगाएर चाहिँ कहाँ जान्छ भनेर नभन्नु होइन। यसरी कठल झार्न आउनुपर्छ क्या चस्मा लगाएर। कोही हिरो पुरै सानो केटी बताउँदा नि चस्मा लगाएर कठल झार्न आएर। कठलको बुट्टा चाहिँ यही हो। अनि मैले 3-4वटा झारिसकेँ। अनि यो झारेर पनि यो कामै छैन क्या। यो त्यत्तिकै फोकट्या काम लगाउँछ क्या। मासुको झोल चाउले पनि हो। मासुको झोल या छुट्टीको जिन्समा फोकट्या काम लगाएर हो। छुट्ने खारी मासुको झोल जामा लाउने। अब यसलाई कसले खान्छ त यो भने होइन मैले। अनि मासुको बाँड्दै तेरो साथीहरू छैन भन्छ। बुत्रा साथीहरू भएको भए यस्तै पनि चाहिँ भौतार दिन्थ्यो होइन। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल न्यू डे न्यू भ्लग। आजको भ्लगमा चाहिँ आज हजुरहरूलाई स्वागत छ। अनि आशा गर्छु कि सबै आरामै हुनुहुन्छ होला भन्ने होइन। अनि बिहान अनि मेरो त त्यही होइन, अरूलाई छुट्टी हुन्छ, मजा हुन्छ, रमाइलो हुन्छ, यहाँ घुम्न गइरहेको हुन्छ होइन। मेरो बरु यहाँ हेर न एक बाल्टिङ होइन बिहानै धोएर आएको। अब यसलाई सुकाउनु लानु छ, त्यही नै हो। अनि यस्तो दिन चल्छ मेरो जिन्दगी छुट्टीको दिनमा होइन। अब भन्नु मात्रै पो सरम हुन्छ होइन। खतरा छ नि त यार। त्यही नै हो, म यसलाई ठक्क सुकाउनु जान्छु। अनि सुकाउनु गएपछि म बिहान हाम्रो चाहिँ फाइनली लुगा टङ्गाइ सिद्धियो। अनि त्यहाँदेखि हामी चाहिँ अब जाने आँटेको क्याफेतिर। अनि क्याफेमा खाना पकाइकनै उठादेखि फर्स्टचोटि आएको छु भर्खर। अहिले 1:30 भएको छ, दिउँसोको 1:30 भएको छ। खाना पकाउनु चाहिँ आएन, म थाहा पाउन नि दिन्छन् मलाई खाना। तर भाउजू भइसक्यो फिकर नट हो क्या। सक्नु भएको रहेछ के देखिन। भाउजू के को सब्जी हो? ल खानु न थाहा हुन्छ अरे। तर भाउजू भइसकेपछि फिकर नट। अनि एउटा दुखीको कुरा होइन सबैजनालाई। अनि बिहान हामी चाहिँ यहाँदेखि जाँदैछौँ। अनि भाउजूहरू चाहिँ घर जाँदै हुनुहुन्छ। भाउजू चाहिँ घर जाने अरे अबको के अरे 2-4 दिन पछाडि होइन घर जाने अरे। अनि म पनि यहाँदेखि नेक्स्ट अर्को ठाउँ जाँदैछु 2-4 दिनपछि। अनि त्यही नै हो होइन। जिन्दगी एकै ठाउँमा गुजिरहन्न, हिँड्नुपर्छ, सङ्घर्ष गर्नुपर्छ। त्यही नै हो आफूलाई भन्नु त होइन। अनि ट्याक्क यहाँदेखि जाने अरे। अनि पछि त्यही नै हो, म पनि त्यसैको लुगा धोइरहेको। योचोटि मेरो लास्ट लुगा नै हुन्छ होला सायद धुम्नको लागि। त्यही भएर म सब निकालेर धोइदिएको। अनि त्यही नै हो। अब यहाँबाट जानु, अब 4 वर्ष काम गऱ्यो यहाँ होइन। अनि एक्कासी जानु चाहिँ अब दुःख पनि लाग्छ होइन। अनि मनमा एउटा खुसी पनि लाग्छ कि नयाँ जग्गा जानु पाउने भयो भनेर। दुःख पनि लाग्छ कि होइन कस्तो काम मिल्ने हो, कसरी गर्ने हो, त्यही हुन्छ। तर बाल फाक केही छैन, मासुको चल्दिने हो। बाल जे चल्छ होइन। जे बित्छ होइन, वहीँ गएर थाहा हुन्छ। तर चल्न चाहिँ चल्ने त्यही नै हो होइन। अनि त्यही नै हो, म पनि खानासाना खान्छु। अनि मलाई चाहिँ कुतातिर के अरे अनि ज्याक फ्रुट झार्नको लागि मलाई बोलाइरहेको छ। अनि पछि कहाँ साउको घरमा ज्याक फ्रुट छ अरे। अनि झार्दै त एकछिन आएर भनेर फोन गरिरहेको थियो अघि सुतिरहेको बेला। अनि त्यही नै हो, म चाहिँ हल्का हल्का खाना खान्छु। अनि पछि त्यहाँको लगाएर जान्छु म। अनि पछि ज्याक फ्रुट झारिदिनु जान्छु। अनि पछि म त्यहाँ झारेर आउँछु फेरि। ओके, अहिलेको लागि चाहिँ बिहान म खाना खान्छु हल्का फुल्का। त हामी चाहिँ ब्याङ 1 लाखको चस्मा लगाएर हामी चाहिँ जान आँटिसक्यौँ। गफ मात्रै हो, 1 लाख वास्तवमा 100 रुपियाँको चस्मा हो। सनग्लासेस हो क्या। सनग्लासेसलाई अब महँगो पनि पर्छ, धेरै महँगो खोज्यो भने। सस्तो खोज्यो भने सस्तो पनि पर्छ। यसलाई घाममा मात्रै त लगाउने हो होइन। त्यो फोर रहेछ, म हल्का साफ गर्छु। होइन आफूलाई जस्तो अब यो सनग्लासेस भनेको चाहिँ घाममा मात्रै लगाउने हो नि त। अनि धेरै युज पनि हुँदैन होइन। घरमा बस्ने बेला युज हुँदैन, त्यही बाहिर हिँड्ने बेला मात्रै युज हुने हो। त्यही भएर अब जति सस्तो किन्छु भने पाइन्छ, जति महँगो किन्छु भने पाउँछ क्या। यो ग्लासेस चाहिँ यस्तो हो,
यसको परिकार छ जति महँगो किन्न सक्छु यही जति सस्तो किन्न सक्छु आई थिङ्क मैले चाहिँ यो सस्तो किनेको मलाई के भन्छ सस्तै अब मसँग बजेट पनि त्यति नै थियो अनि मलाई कामको लागि मात्रै चाहिएको नि थियो अनि फेरि मलाई हेलमेट पनि खोज्नु छ ल्याङ हुन्छ यार अब अँध्यारोमा कहिले सनग्लासेस लगाएछ हेलमेट भेटिन्छ मान्छे पनि घाँस जस्तो लाग्छ कहिले कहिले त आफैले तर ठिक छ केही छैन हुन्छ कहिले काहीँ होइन धेरै भन्छु मैले त अब हेलमेट छैन हेलमेट कहाँ छ भन्ने सोध्ने क्या कहिले त 12 हामीसँग कतिवटा हेलमेट छ भने चाहिँ लगभग 6 हेलमेट हामीसँग कति यता भन्छ 5वटा जति छ होइन चाहिएको बेला एउटा भेटियो पो एउटा भेटिँदैन यहाँ माथि रहेछ ए 2टा यहाँ छ होइन अनि यो चाहिँ सही छ अनि मैले चाहिँ यो जोडेको छैन नि त यसमा अनि त्यही भएर मलाई यही ठिक लाग्छ अहिलेको लागि चाहिँ म ग्लासेस छराएर गर्छु होइन टक्क ख्याप्प लगाउने अनि यसको जबरजस्ती किलाउनु पर्छ ग्लासेस गयो होइन टक्क म त अगाडि हेरेको थिएँ म त ग्लासेस गएर हेर्छु अनि फुल सेक्युरिटी में आयो भाइ डेन्जर तर मलाई खतरा लागिरहेको छ यो उलो भन्दा चस्मा लगाएको मलाई फिलिङै खतरा आइरहेको छ क्या यति भयो त भइहाल्यो नि त होइन पुरानो हेलमेट भन्दैन कि यसलाई पुरानो हेलमेट भन्दैन ओरिजिनल हेलमेट भन्छ होइन ओरिजिनल हेलमेट कसले पाउँछ थाहा छ हामी जस्तो मान्छेले जस्ट जोकिङ ड्यान म चाहिँ अब यसमा जोड्छु होइन फोन जोड्छु मसँग त्यस्तो केही पनि छैन अनि उसको लागि कि ग्याप 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 साउन्ड आउँछ के भन्छ लगायो भने अनि म भाउजूलाई सोध्छु त्यही पनि भाउजू मलाई माइक दिन सक्नुहुन्छ त्यो माइक फोनमा लगाउने माइक के भाउजूको मान्छ नि त दाइकोमा फेरि सबै छ दाइको सब युज गरिदिने फेरि मै हो क्या पनि दाइकै हो यो कुनै छैन मेरो फोन भने फोन मात्रै हो क्यामेरा मात्रै मेरो केही छैन नथिङ केही पनि म अब किन्दैछु अब एक महिनापछि सायद म हल्का फुल्का मेरो सामान किन्छु जस्तो लागिरहेको छ म एक्लै बस्ने हो नि त अब हजुर यता हेर त छोरी के लो कहाँ पे जा रहे हो मैं जा रहा हूँ बेटा उधर क्या बोलते उधर कहाँ पे ऐसे फोन पकड़ो ना समुद्र समुद्र नहीं जा रहा हूँ मैं बेटा कहाँ पे जा रहे हो कहाँ पे जा रहा हूँ हाँ बस भाउजू खुल्छ कसरी त मलाई युजै गर्न टक्क मेरो चाहिँ भयो जस्तो लागिरहेछ है तर म चेक गर्दैछु पहिला उठाउनु भने भाउजू पनि चुजे सत्तर रेडी छ नै त अगाडि बस मैले चाहिँ भिडियो चाहिँ नगराउनु पर्ने हुन्छ अहिले चाहिँ हामी चाहिँ आएर नि फाइनली कठल झारिसक्यौँ होइन आधा जस्तो हेर्नु चस्मा लगाएर चाहिँ कहाँ जान्छ भनेर नभन्नु होइन यसरी कठल झार्न आउनुपर्छ क्या चस्मा लगाएर कोही हिरो पुरै सानो केटी बताउँदा पनि चस्मा लगाएर कठल झार्न आइरहेको छ कठलको बुट्टा चाहिँ यही हो अनि मैले 3-4वटा झारिसकेँ अनि यो झारेर पनि यो कामै छैन क्या यो त्यत्तिकै फोकट्या काम लगाउँछ क्या मासुको झोल साउले पनि हो मासुको झोल या छुट्टीको जिन्समा फोकट्या काम लगाएर छिट्ने छरी मासुको झोल जामा लाउने अब यसलाई कसले खान्छ त यो भन्यो होइन मैले
अनि मासुको बाँड्दै तेरो साथीहरू छैन भन्छ बुत्रा साथीहरू भएको भए यस्तै मुझे भौतार दिन्थ्यो होइन च्याउ लाग्दो नि म त क्यामेरा हेर्दा राखेर गर्थेँ खाँदैन होइन अब खान्छ कसले खान्छ कि यत्रो होइन अब कसले खान्छ भन्छु हो कसले खान्छ त यो लगेर भन्छ तेरो साथीहरूलाई बाँड्दै भन्छ हो अब मेरो साथीहरू भएपछि मैले एक त छुट्टीको दिन एक्लै भौतारिन्थेँ यसरी होइन चस्मा लगाएर काम गर्न आउँथेँ छैन दिमाग जाठा यो भरेर अब हातैभरि चोप लाग्छ हो मलाई त अब यो धुन बेला फेरि फर्छ घर म त सबै हाल्छु एकछिनमा हिजो झारिसक्यो 6-7वटा जति 6-7वटा भन्दा बेसी झारिसक्यो मैले भन्ने एक बुढी हुन्छ क्या हो अरे यार मैले यो बोरी फेरि सही हो कि लिएर हाल पनि सिद्धो अब चाहिँ जाम क्यामेरा पकाउनु त मिल्दैन स्कुटी चाहिँ त्यहाँ तल राखेको छु अनि म चाहिँ यहाँ ल्याउन आएको छु अनि त्यही हो म चाहिँ त्यहाँ लग्नु पर्ने हुन्छ मैले एकछिन क्यामेरा अफ गर्नुपर्ने हुन्छ हो चोप लाग्यो अब कसले देखिदिन्छ मासुको त हरामी छ नि साउ पनि कहिलेकाहीँ त राम्रो छ चलते येलो एंड रेड वाओ ओके भैया जी चलते बाय चलो मामा डक 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 साउको घरदेखि लिइसक्यौँ अब बाटोमा बाँड्दै जाने भनेको अनि उता फेरि के भन्छ दाइ आइपुगेको छ अरे के भन्छ उता मडगाउँतिर गएको थियो नि त बिहान ममा अलि पछाडि बस्देऊ न प्लिज अलि पछाडि मलाई अलि चलाउन अप्ठ्यारो भयो दे भयो ओके दे मलाई पकर ल प्लिज ओके देऊ म फुल राखिदिन्छु बरु मम्मा देऊ म फुल राखिदिन्छु बरु मलाई पकर तिमी खस्छौ के मम्मा देऊ मलाई पकर चाचाको कस्तो चलाइ छ थाहा छ नि फेरि आमा चप्पल खस्यो भने भन्ने ल चप्पल नखसाल्ने ल ओके ल थ्याङ्क यू दे हामी गयौँ ल तर क्यामेरा चाहिँ हल्लिन्छ हल्का हल्का माइन्ड नगरिदिनु होला होइन अब अर्को क्यामेरा पनि अब आउने आँटिसकेको छ भनौँ थोरै दिन पछाडि लेट्स गो अब तर मसँग त्यो बेला चाहिँ क्यामेरा हुन्छ मसँग गाडी हुँदैन त्यसको त्यही भएर अर्को हातले नि पकर मम्मा अर्को हात खै पकर खस्यो भने तिमी खस्यो भने नै खस्छ अब तँलाई पनि हेलमेट किनिदिनु बेला भयो एउटा सानो तर नेक्स्ट टाइम किनिदिनु ल एनपुरी एम्बुलेन्स हो एम्बुलेन्स होइन टक्क चाहिँ अब हामी सर घर जान आँटेको अब दाइ पनि के अरे 4 रास्तामा आएको छ अरे अनि दाइलाई पनि टक्क उठाउनु पर्ने हुन्छ त्यहाँदेखि हामीले मम्मा हामी कहाँ जान लाग्यो थाहा छ पापालाई ल्याउन पापालाई अब घर लिएर जानु पापा आइसक्यो अरे यसको पापा चाहिँ उहाँ गएको थियो नि त दाइ के भन्छ मडगाउँतिर अनि अब घर जानु पनि हातमा आएको सपिङ गर्न गएको होला होइन हल्का हल्का त्यही नै हो तुमने हम हो हम में तुम है किस्मत
दाइ यहीँ आउँछु भन्थ्यो झर्छु भन्थ्यो कहाँ गयो त पक्रो हो मोमो गया कहाँ हाँ मम्मा तेरा पापा गया कहाँ पापा हाँ तेरो पापाले त यहीँ अड्डिन्छ भन्थ्यो को तेरो बाबा थियो गान्ते गान्ते तेरो बाबा हो र तेरै बाबा हो नि हेर त कस्तो गर्छ तेरो बाउ बस कटर खाने तेल हेर्दा आरामसँग नामसँग बसेको छौ नि कहाँ गए सरी क्यों गया फूल लेके आया फूल लेके आया क्यों तोड़ा ऐसे वो हुआ है तो हामी चाहिँ फाइनली घर पनि आइसक्यौँ टक्क लगाएर होइन बिच बाटोमा अलि भ्लग बनाउनु भने अलि राम्रोसँग भएन पछि कहाँ के भइरहेछ मलाई यो क्यामेरा अरे भर्खर लगाइरहेको छु के भन्छ होइन माइक पनि के थाहा नै छैन केही पनि होइन यति राखिदिन्छु माया सुकुजल कठोरलाई म चाहिँ गएको अब रुममा गर्मी भयो माया सुकुजल मलाई बाहिर हिँड्यो नि म चाहिँ अब ह्यान्डसम देखिरहेछ 2 लाखको चस्मा लगाएको भन्ने अरे के म हेर्छु अब के चेक गर्छु कस्तो कस्तो भिडियो भयो यो माइकदेखि भनेर हेर्छु ल सामान लिएर आइसक्यौँ टक्क लगाएर होइन अनि नानी चाहिँ कता गयो थाहा छैन अनि म चाहिँ हिँड्दै बसिरहेको छु 1.5 लाखको चस्मा लगाएर 100 रुपियाँको चस्मा लगाएर अनि त्यही नै म चाहिँ भिडियो यहीँनिर एन्डिङ गरिदिन्छु म ट्राई गर्नु आएको थिएँ कि के भन्छ म युज गर्दा चाहिँ यो युज गर्दा चाहिँ कस्तो हुन्छ भनेर ट्राई गर्दैछु अनि होइन अनि त्यही वायरलेस के भन्छ अब वायरलेस माइक चाहिँ मैले युज गर्दै थिएँ अनि त्यो कस्तो हुन्छ भनेर ट्राई मात्र गरेको अनि त्यही नै हो म भिडियो चाहिँ यहीँनिर एन्डिङ गरिदिन्छु भेटौँ अर्को भिडियोमा तब तक बाई बाई